दाइ किन यस्तरी बिराक्तिनु भएको हौ यति साह्रो? के विरक्तिको कुरा गर्छस् केटा? यो संसार हेर कति रमाइलो छ। यो संसारभन्दा 2 गुणा तेरो दाइ रमाइलो थियो पहिले, जब उनी मेरो साथमा थिइन्। ऊ र मसँगै मुस्कुराएको त्यो दिनहरू सम्झिँदा अहिले पनि यहाँ चसक्क दुख्छ तेरो दाइको। मान्छे भएपछि कहिलेकाहीँ विरक्तिनु पनि पर्छ। तँलाई के थाहा, तँ बच्चै थिएस्। पछि तेरो दाइ जस्तो ठुलो भएपछि आफै थाहा पाउँछस्। ला बरु बदाम खा, ज्यान बना। कतै तँलाई पनि राम्रीले पत्तै पाल्छ कि बदाम खाँदाखेरि अनुहार चम्किलो हुन्छ अरे केटा। बदाम खा। कसरी यस्तो हो भने अर्काको दुःखलाई मजाक बनाउँछस् झाँठा। तँलाई स्कुलमा सरहरूले यस्तै ज्ञान सिकायो? त्यहाँ गौतम बुद्धको जीवनी, गौतम बुद्धको दिव्य उपदेश भन्ने तिमीहरूलाई पढाएन क्या हो? त्यो सामाजिक किताबमा हामीलाई त सरहरूले गौतम बुद्धको बारेमा त साह्रै राम्रो पढाएको थियो। दाइको प्रेम कहानीको ट्रेजेडी त एकदम सिनेमा टाइपको छ जस्तो छ नि दाइ। के हो सुनाउ न एकचोटि, लास्टै सुन्नु मन लाग्यो क्या दाइ। अरूको दुःखमा त्यसरी मजाक बनाउनु हुँदैन केटा, सिरियस पनि हुनु सिक्नु। पढेर त्यो किताब पढेर मात्र के गर्नु, जीवन व्यवहारमा उतार्नु सकेन भने त्यसको अर्थै छैन क्या। त्यही भएर तेरो दाइको दुःखमा दुखी हुनु सिक, यसलाई मजाकको रूपमा नलिई। कुनै बेला त आफै पनि पर्छेस्, त्यो बेला म गरेर हाँस्नु। दाइ प्लिज भन्नु न, मलाई तपाईँको प्रेम कहानी सुन्नु मन छ कि। सुन्छस् त? साँच्ची सुन्छस् त? अब रहर गरिहालिस्, सुन्न त। तेरो दाइको कथा चाहिँ जब तेरो दाइ ब्याचलर पढ्नु भनेर काठमाडौँको आरआर कलेजतिर गएको दिनदेखिको कथा हो। त्यति बेला म लगभग कति 23-24 वर्षको थिएँ होला। अब गाउँमा हुर्कियो, पढियो। अब गाउँमा कलेज थिएन, +2 सम्म गाउँमै पढियो। त्यसपछि पढ्नु भनेर काठमाडौँ गयो। अनि अब काठमाडौँ नयाँ ठाउँ, नयाँ परिवेश। मलाई त्यहाँ केही पनि थाहा थिएन। जब आरआर कलेजमा मैले एडमिसन गरेँ अनि पहिलोचोटि क्लास गएको, त्यतिकैमा खै दिनहरू बित्दै जाँदाखेरि आज एक दिन एकजनासँग हेलो, अनि भोलि अर्कोसँग गर्दै गर्दै लगभग क्लासको सबैसँग हेलो हाइ गरिएछ। त्यस पछाडि खै कताबाट रिमा, अझै याद छ मलाई रिमासँग पहिलो त्यो दिन चाहिँ एकैचोटि यस्तै हाई भन्दै आयो, पुरा चिनाजान टाइपमा। म छक्क परेँ। अब कलेजको कल्चरमा हो अब हेलो हाई गर्ने। मैले नि हाई भने नजिक आएर उसले हात मिलायो, मैले पनि हात मिलाएँ। अनि नयाँ हो भनेर सोध्यो। म नयाँ हो। त्यसरी उसले आफ्नो परिचय दिइन्, मैले नि आफ्नो परिचय दिएँ। अनि त्यस पछाडि जस्ट म बसेकोदेखि अघिल्लो बेन्चमा उनी बसी। त्यसदेखि फर्किँदै कहिले नोट देऊ न, कहिले किताब देऊ न, कहिले क्यान्टिन जाउँ न खाउन, चिया खान, कफी खान क्यान्टिन जाउँ न। यस्तै दिनसँग कति चाँडो नजिकिएछ थाहै भएन। तँलाई लामो कथा के भन्नु, हामी प्रेममा पऱ्यौँ।
प्रेममा थियौँ। कति कलेजको क्लासहरू हामी बङ्क गरेर पशुपति मन्दिर ढोग्न पनि गइयो, घुम्न पनि गइयो। पशुपति मन्दिरमा हामीले सँगै जिउने, सँगै मर्ने, एकअर्कालाई चाहिँ साथ दिने भन्ने बाचा कसम पनि खायौँ। त्यस्तो हुँदै अहिले यहाँसम्म आइपुग्यो कि मान्छेले बाचा कसम कसरी खाँदो रहेछ, आफूले आफूलाई कसरी ढाँट्दो रहेछ भन्ने त आज तेरो दाइको यो लाइफदेखि सिक केटा, त चल्दैछेस्। अनि त्यसरी त्यस्तो भएपछि हाम्रो प्रेम मैले त सम्झेँ यो त जुनिलाई रहेछ। यति रमाइलो लाग्थ्यो त्यो दिनहरू। म घरमा आउँदाखेरि खुसीको चेन हुँदैन थियो। म सोच्थेँ, कल्पना गर्थेँ त्यो बेला, वाउ मैले भने जस्तै सोचे जस्तै एउटा साथ दिने मान्छे चाहिँ पाएँ। यसको लागि म भगवानसँग पनि यस्तो खुसी व्यक्त गर्थेँ कि हे भगवान यो मान्छे चाहिँ मलाई फेरि पुनः जुनीमा दिनुहोस्, म तपाईँदेखि खुसी छु भनेर मैले भगवानलाई पनि धेरै प्रणाम बिन्ती चढाएको हो। तर जिन्दगी मैले अघि भनिहालेँ त, किन विरक्तिको दाइ यसरी भन्छस् नि, त्यसको उत्तर यही हो केटा। यो संसार जति रमाइलो छ त्यति नै 2 गुणा रमाइलो तेरो दाइ पनि थियो। तर अब अहिले हेर म कति उजाड छु, म कति रिक्तो छु, तँलाई के थाहा। तर यो म मात्र होइन, यो संसारमा जो कोही मान्छेहरू नि कहिले खुसी, कहिले रमाइलो, कहिले विरक्ति नै, त्यो त हुन्छ नि। मौसम पनि त, यो दिन पनि त कहाँ जहिले तहिले यसरी रमाइलो मात्र हुन्छ। यो कुनै बेला उजाडिन्छ, कुनै बेलामा मौसम यो समय बिग्रेर धुम्म पनि हुन्छ। त्यही भएर चाहिँ यस्तो कसरी अब यस्तो हामी छुट्यो भन्दाखेरि घरमा उसको अब बिहा गर्ने कुरा आएछ। त्यस पछाडि उसले मलाई अब हामी बिहे गरौँ, अब घरमा मेरो बिहेको कुरा हुँदैछ भन्यो। त त्यसो भन्दाखेरि मैले अब बिहे गर्नु ठुलो कुरा त होइन, अब बिहे पछाडिको जिन्दगीको खुसी पनि त ठुलो कुरा हो। अब पैसा सब थोक होइन भन्छ मान्छेले, तर पैसा पनि त केही थोक हो नि त। त्यो बेला त म जस्ट स्ट्रगलको फेजमा थिएँ, पढ्दै मात्रै थिएँ, मसँग केही थिएन। अब बाउ पनि मेरो त्यस्तो हुने खाने बिजनेसम्यान यताउति ठुलो मान्छे त होइन। त्यही भएर मैले सोचेँ अहिले नै हामी नयाँ जिन्दगी, वैवाहिक जिन्दगी सुरु गर्न सक्दैनौँ भनेर चाहिँ भन्दाखेरि ऊ एक्कासी रोयो। भने चाहिँ तिमीले मलाई माया गर्ने होइन रहेछ भनेर भन्यो। मैले कति सम्झाउने कोसिस गरेँ तर पनि मान्न। अनि भन्यो, उसले भन्यो अब जे गर्नु मलाई त अब घर परिवारमा अब दिने कुरा छ। युकेको लाउरे रे त्यो खबर सुन्ने साथ अब छोरीको खुसी हाम्रो पनि खुसी हो। छोरी तैँले यस्तो मान्छे बार बार पाउँदैनस्, बिहे गर्नुपर्छ अब भन्दै हुनुहुन्छ। म त बुवा आमाको कुरा पनि काट्न सक्दिनँ भनेर चाहिँ उसले भन्यो। त्यो बेलामा मैले के गर्नु, मन एकदम गरुङ्गो भयो। आँसु त भित्री मनमा कति आयो, तर मैले आँखासम्म चाहिँ निकालिनँ। त्यसलाई मैले थामेँ किनभने उही रोइरहेको थियो र मैले सोचेँ प्रेम पाउनु मात्र होइन, प्रेम गुमाउनु नै हो। अब उसको फ्यामिली, उसको
फ्यामिली खुसी ऊ खुसी छ भने मैले रोकिराख्नु पनि चाहिनँ। उसलाई मैले भन्नु त भनिनँ, तर मैले यही सोचेँ हो यस्तो मौका बार बार आउँदैन भने सायद उसलाई भाग्यले दिएको होला भनेर मैले ठिक छ त्यसो भने हेर म अहिले नै बिहे चाहिँ गर्न सक्दिनँ, किनभने म अहिले स्ट्रगलिङ फेजमा छु। त्यही भएर तिम्रो खुसी र तिम्रो फ्यामिलीको खुसी तिमी बिहे गर्न सक्छौ। म यसलाई नाइ नास्ति भन्दिनँ, म तिमीलाई रोक्दिनँ, म तिमीलाई रोक्न सक्दिनँ, म बाटो खुला गरिदिन्छु, मैले यति भने। त्यस पछाडि ऊ रुँदै गयो। ल ठिक छ, यो तिमी स्वार्थी रहेछौ, तिमी अँगाल्न नसक्ने रहेछौ मलाई, तिमीले झुटो मायाको नाटक गरेको रहेछौ भनेर उल्टै मलाई नकारात्मक बुझेर चाहिँ त्यहाँदेखि रुँदै गयो। ऊ रोए पश्चात मैले पनि मन अमिलो पारेँ। त्यस पछाडि बुझाउनै पर्यो त्यो समय, त्यो परिस्थितिलाई मैले कसरी चाहिँ त्यसलाई वहन गरेँ, सहन गरेँ, त्यो मलाई अहिले थाहा छैन केटा। र अहिले म यहाँ छु, जहाँ छु, जे छु, तर पनि याद आउँछ उनको मलाई। त्यही भएर म कहिलेकाहीँ कहीँ कतै विरक्ति नै गर्छु केटा। रिजन थाहा पाइस् नि। यस्तै हो केटा ट्रेजेडी भन्ने कुरा। दाइबाट केही सिक, नत्र पछि मभन्दा ओभर 2 गुणा आशिकी भएर बस्छस् बेलायमा सिक।